हेलो एभ्रिवान, हिजो चाहिँ मैले बिन्स साधेर खाएको थिएँ। एकदमै मिठो भएको थियो। यसरी खाँदाखेरि चाहिँ एकदमै मिठो हुन्छ। म चाहिँ यो बिन्सहरूको दालहरू मलाई त्यति धेरै मन पर्दैन नि त, अनि त्यही भएर म चाहिँ यसरी बनाएर खान्छु। यदि हजुरहरूलाई पनि दाल पिउनु मन पर्दैन भने चाहिँ यसरी बनाएर खाँदा एकदमै मिठो हुन्छ। यो चाहिँ एकदमै चटपटाकवाला हुन्छ, चटपटी बनाएको जस्तै हो र यो एकदमै हेल्दी खाना पनि हो के। मलाई चाहिँ दिनरात त्यो भात दाल मात्रै खानु मन लाग्दैन के। मलाई चाहिँ कहिले रोटी, कहिले सुक्खा रोटीहरू हैन, अनि यस्तै के खाना, पास्ताहरू, चाउमिनहरू, थुक्पाहरू कहिलेकाहीँ यसरी मिक्स गरेर खानु मन लाग्छ क्या। यो बिन्सलाई फेरि यसरी साधेर खाँदाखेरि एकदमै मिठो हुन्छ के। मैले चाहिँ यो खानु पल्केको छु क्या। म चाहिँ प्राय यसरी नै खाने गरेको छु। मैले चाहिँ हिजो यो रातिको डिनरको लागि बनाएको थिएँ। डल्ले खोर्सानी पिसेर हालेको थिएँ, एकदम पिरो भएको थियो। एकदमै पिरो भएछ, मलाई गाह्रो भइरहेको थियो, तर पनि मैले छोडेकै थिइनँ क्या। यस्तो मिठो भएको थियो। अनि पिरो खलिबली भनेर खाइदिएको मैले। लास्टमा त पिरो सहन नसकेर सुन्तला खाइन्जेल भयो नि म त। यदि हजुरहरूले यो बिन्सलाई साधेर खानुभएको छैन भने चाहिँ एकचोटि चाहिँ ट्राई गर्नु होला। यस्तो मिठो हुन्छ अनि हेल्दी पनि हो। अनि मैले चाहिँ यो पिरो भएर छोडेको थिएँ है। अनि मैले चाहिँ छोड्नु, अब त्यो मिठो छ नि त, अनि मलाई चाहिँ फ्याल्नु नै त्यो मन परेन क्या। अनि फेरि रिटर्न लिएर खाँदैछु क्या। मैले चाहिँ बिन्स जति चाहिँ सबै छोडेको पनि मैले खाइसकेँ। अनि मेरो हस्बेन्डको लागि पनि मैले भोलि काममा जाँदाखेरि टिफिनको लागि पास्ता र साधेको बिन्सलाई राखिदिएँ। हजुरहरूलाई कस्तो लाग्यो यो बिन्स साधेर खाएको? यदि हजुरहरूलाई मन पर्यो भने हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। हेलो बुबु खाने? बुबु खाने? मेरो छोरीले चाहिँ एकैछिन भिडियो बनाउनु थाल्यो है भनेपछि यसरी आएर दुःख दिन्छ। ओके गाइस, आजको भिडियो चाहिँ यस्तै छ। थ्याङ्क्स फर वाचिङ। बाई बाई।